ल हेर्नुस् यहाँ मान्छेहरू तिदुको रुखमा हामी काफल खान आएको तर काफल नपाएर तिदु खाइरहेको गाइस त्यस्तै हो लग्ने हो गुराँस ल जङ्गे बाबुगाजी वा लगाइस तिदु खाने भए आमै म चिन्दैन को उहाँहरू चाहिँ माथि चढेर तिदु झार्दै हुनुहुन्छ हाम्रो एकजना यता हुनुहुन्छ एकजना यता हुनुहुन्छ एकजना यता हुनुहुन्छ एकजना काँचो दाना खाइरहनु भएको छ एकजना गुराँसलाई एउटा फुल ल्याउनु होला पनि सम्मान गरौँ ल र हजुरलाई पनि स्वागत छ यहाँ खै मलाई पनि ल्याउने एउटा ल धन्यवाद हजुरलाई धेरै धेरै हाम्रो गुराँस नानी ठिकै गरा आफू आफू माल लिएर आउनुभयो थ्याङ्क यू बच्चा भन्नु न मलाई कोही बच्चा भन्नु न तपाईँ रुखमा चढ्नुभन्दा पहिला पो ढोक्ने हो सुर्खेत ल्याउने हो गाइज खाने मान्छेहरू चाहिँ सुर्खेत मेरो घर देख्नु भएको छ भने आउनु होला सम्पर्क गर्नु होला यो कसरी खानुपर्छ उहाँ दाइले सिकाउँदै हुनुहुन्छ यसरी खानुपर्छ ल तपाईँ पनि खाएर सिकाउनु ल कसरी यसरी यसरी खाने फाल्ने हो नि त्यसपछि ल दुईजना उहाँ चाहिँ उहाँको 100 रुपियाँ हराएछ उहाँको 10 रुपियाँ हराएछ खोज्दै हुनुहुन्छ नतिया खोज्या उहाँको एउटा औँठी सुनौ यो क्या हो त्यो दुईटा ल्याएन कि जस्तो छ नमस्ते म लाली गुराँसवाली नमस्ते म तिदुवाली नमस्ते म तिदुवाली नमस्ते म ड्रेसवाली नमस्ते म तिदुको हाडवाली ल